है। सबैलाई थाहा होला 2007 सालमा प्रजातन्त्र आयो। प्रजातन्त्र आएपछि हाम्रो नेताहरू त्यतिखेर काङ्ग्रेसकै बहुमत एउटा सिङ्गो पार्टी काङ्ग्रेस भनेको नेपालमा थियो। त्यो बहुमत सरकार पनि थियो, सबै थियो जे थियो पहिलो परिवर्तनमा। अब उहाँहरूले यदि देश बनाउनको लागि साँच्चै मनले लागेको भए 2017 साल आउँदैन थियो त्यो घटना। 2007 सालमा परिवर्तन भएपछि उहाँ देश विकास गर्ने, समाज विकास गर्न लाग्ने हो कि प्रधानमन्त्री कुर्सीमा को बस्ने, आफ्नै पार्टीभित्र तानातान हुन थाल्यो, खिचातानी हुन थाल्यो। त्यति मात्र होइन, त्यतिखेर त्यो त्यहाँ नेपालको उसमा इन्डियाबाट, नेपालको संसदमा इन्डियाबाट 2 जना सचिव सरह मान्छेहरू बस्ने गर्थ्यो। भनेपछि त्यतिखेर त्यो समय थियो। त्यो समयमा चाहिँ इन्डियाको रणनीति, त्यो इन्डिया भनेको भारतको रणनीति भन्दा नि आइएसआई भनेको आइएसआई भन्छु, त्यो इन्डियन काङ्ग्रेसको रणनीति थियो त्यतिखेर। इन्डियन काङ्ग्रेसको रणनीति कि नेपाललाई कि त गाब्नु पर्यो कि नेपाललाई परराष्ट्र र सुरक्षा, यो दुईटा कुरा भारतले हेर्ने गरी भुटान जस्तो त्यो योजनाबद्ध उनीहरूले काम गरिराख्नु भएको थियो। तर त्यो योजना चाहिँ महेन्द्रले थाहा पाउनु भयो। त्यो महेन्द्रले थाहा पाएपछि अब महेन्द्रले के सोच्नु भयो भने यस्तै रह्यो भने हाम्रो नेपाल र नेपाली पहिचान रहँदैन। त्यो भएर उहाँले चाहिँ त्यो कदम 2017 सालमा त्यो कदम उठाउनु भएको हो। त्यो देशको हितमा हो। आज जसले जति जे भने पनि पार्टीको नेताहरूले भन्ला, उसले किनभने प्रधानमन्त्री खान पाएन, मन्त्री बन्न पाएन, घुस खान पाएन, भनौँ न धनी हुन पाएन, कार्यकर्ताले पाल्न पाएन, एउटा पक्ष हो। तर देशको हितमा त्यो कदम चाहिँ राष्ट्रको हितमा त्यो र त्यो एकदम राम्रो कदम र समयअनुसारको कदम हो। त्यो 2017 सालमा उहाँले जुन कदम चाल्नुभयो, त्यसपछि परिस्थितिहरू अब जुन हिसाबले उहाँ 10 वर्षको सासमा उहाँले जुन विकासहरू, उद्योगहरू खोल्नुभयो, बाटो थिएन। एउटा नेपालमा एक ठाउँबाट अर्को ठाउँमा जानको लागि तपाईको इन्डिया भएर जानु पर्थ्यो। हाम्रो कहीँ सडक थिएन, सुविधा थिएन। र त्यो समयमा हेर्नुहोस् कुनै देशलाई धनी देश भनेको पनि थिएन। धनी देश भनेको ब्रिटेनहरू थियो, उनीहरूले राज्य गर्थ्यो। अरू सबै देशहरू गरिबै थियो। अब गरिबीको अवस्थामा तपाईँले अहिले जस्तो विकास गरेन, केही गरेन भनेर माग्नु भनेको, बाउको आम्दानी चाहिँ 50,000 छ, मलाई चाहिँ करोडौँको सम्पत्ति चाहियो भनेर हुन्छ, या करोडौँको सामान चाहियो भनेर? त्यो अवस्था अनुसार काम गर्ने हो नि त। त्यो समयमा चाहिँ उहाँले, तर पनि महेन्द्र सरकारले, जस महेन्द्र राजाले उहाँले देशको लागि काम किन गर्नुभयो भने पूर्व पश्चिम बाटो सडकहरू विस्तार गर्नुभयो, उद्योगहरू खोल्नुभयो। उद्योग पनि हेर्नुहोस् है, यो कतिकले भन्ला जस्तो मधेसी समुदायलाई मान्छेले कसरी गरेछ भने त्यो मधेसी समुदायको राजा विरोधी मधेसी समुदाय हो भनेर, मधेसी समुदायलाई हेरेन भनेर। तर हेरेन भनेर म त्यहाँनिर एउटा प्रश्न गर्न चाहन्छु हाम्रो मधेसी नेताहरूलाई। जति उद्योगहरू थियो त्यो सबै मधेसमा बन्या हो नि। उद्योग कल कारखाना मधेसमा थियो, त्यहाँ जागिर खाने को हो? मधेसी मूलको मान्छे हो नि। अनि जागिर खाने, पैसाको आम्दानी बढ्ने त्यो सबै मधेसी मूलहरू थियो। त्यो उद्योगहरू तपाईँहरूले चलाउनु पर्दैन कि बेचेर खाइदिने है? अनि त्यो उद्योगहरू पनि चलाउनु भयो, खोल्नु भयो। कमसेकम 30 देखि 32वटा उद्योग उहाँहरूले सञ्चालन गर्नुभयो। पैसा नहुँदै पनि जसरी पनि अरू देशहरूसँग सहयोग मागेर उद्योग खोल्नुभयो, रोजगार दिनुभयो र आर्थिक विकास हुन थाल्यो। त्यसपछि परिस्थिति अब यस्तो हुन्छ, राजनीतिक परिस्थिति कस्तो हुन्छ भने नेताहरू त्यतिकै चुप लाएर बस्दैन। कुनै नेताहरूले, किनभने उनीहरूले कुनै जागिर काम गर्नु पर्यो, व्यापार गर्नु पर्यो, या जागिर खानु पर्यो भने जागिर खाँदैन, व्यापार गर्दैन, उसले राजनीति गर्छ। राजनीतिबाट पैसा कमाउने हो, खाने हो। अब नेताहरूले त्यतिखेर अब के गर्ने। तर एउटा कुरा, बिपी कोइरालाले जब भारतको हिस्ट्री, भारतको मान्सा बुझ्नुभयो कि यो त होइन, यो त नेपाललाई डुबाउने काङ्ग्रेसको रणनीति रहेछ, भारतीय काङ्ग्रेसको रणनीति त्यो उहाँले बुझिसक्नु भयो। अनि उहाँ बुझेपछि, त्यो कुरा बुझेपछि उहाँले नेपाल फर्किनु भयो र भन्नुभयो, राजा र मेरो घाँटी जोडिया छ, राजा रह्यो भने राजी रहन्छ, राजा रहेन भने राजी जान्छ भनेर।
उहाँ बिपी एउटा महान मान्छे नै हो नेपालको लागि, तर हाम्रो काङ्ग्रेस साथीहरूले खोइ बिपीको विचार भन्नुहुन्छ, तर त्यही राजालाई राज संस्थालाई गाली गर्दै हिँड्नुहुन्छ। त उहाँको आफ्नो सबै यो कमाउ भाडे हो। म त भन्छु त्यो राजनीति भनेको अहिले राजनीति होइन, कमाउने तरिका मात्र हो एउटा। नभए कोही मान्छे राजनीति गर्ने मान्छेहरू आफ्नो व्यवसाय व्यापार गर्न खोज्दैन, सजिलै पैसा कमाउने सिस्टम भनेको राजनीति हो। अब त्यो समयमा जस 2036 सालमा पनि विद्यार्थीहरू हेर्नुहोस्, विद्यार्थीहरूको सङ्गठन पनि बनाउने हरेक उसमा उहाँले त्यो दिनुभयो तिनीहरूले राज्यकालमा, होइन। विद्यार्थी सङ्गठन एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन भनेको त्यो हरेक स्कुल कलेजहरूमा त्यो व्यवस्था ल्यायो। त्यही विद्यार्थीलाई नेताहरूले उठाएर आन्दोलन गर्न लगायो। अब त्यो आन्दोलन भयो, त्यसपछि ठिक छ जनमत भयो, जनमत सङ्ग्रह भयो। जनमत सङ्ग्रह भएपछि पनि एउटा कालखण्डमा जस पञ्चायती कि निर्दलीय भन्ने कुराहरू जनमत सङ्ग्रहबाट एउटा चुनावबाट जो जित्यो त्यसैलाई मान्नुपर्ने हुन्छ लोकतान्त्रिक प्रक्रियामा। त्यसपछि पनि राज संस्था आफ्नो हिसाबले, राज्य आफ्नो हिसाबले चलिरहेको थियो। किनभने म पनि पञ्चायतमा जन्मेको 2030 सालमा जन्मेको हो। मलाई याद छ एउटा पुलिस गाउँमा कुनै बदमास गुन्डा बदमासी गर्यो भने एउटा पुलिस एउटा लट्ठी लिएर आयो भने सबै गुन्डा भाग हुन्छ। तर आजको गणतन्त्रमा एउटा पुलिस त पुरै बन्दुक लिएर आयो भने पनि गुन्डाहरूको राज छ। गुन्डाले जे त्यही पुलिसलाई खेद्छ भनेको व्यवस्था कस्तो भयो भने बुझ्नुहोस्। एउटा पुलिसको लाठीले सबै गाउँ हल्लिन्थ्यो भने आजको डेटमा पुलिसको फोर्स आउँदा पनि है उल्टै पुलिस फोर्सलाई खेदिदिन्छ। त्यो भनेको सुशासनको यो छैन क्या। सुशासन एउटा राज्यमा हुनुपर्ने, एउटा आम जनता गरिबले कसैले अन्यायमा पर्यो भने पुलिसलाई गरे भनेपछि न्याय पाउँछु भने छैन। न्याय पाउनको लागि अबको मान्छे के भन्न थाल्यो भने पावरफुल नेता कुन छ, त्यो नेताको मान्छे को हो त्यसलाई सोर्स लगाइदियो न। त्यो अवस्था भनेको यस्तो गणतन्त्र चाहिएको हामीले हो। त्यो भएर त्यो ठिक छ, त्यो भयो, त्यो छ। त्यसपछि 2046 साल आयो।